टोखा नगरको गौरव बाल मैत्री ओडा। काठमाडौँ उपत्यकाको उत्तरी कोणमा पर्ने टोखा नगरपालिका शिरमा शिवपुरी पर्वतको निकुञ्ज र झोरको झरनाले सजिएको छ र प्राचीन टोखा नगरीले सम्पन्न छ। दक्षिणमा बढ्दो शहरीकरण र आधुनिक भौतिक पूर्वाधारले गर्दा विकसित बस्ती बसेको छ। एघारवटा ओडामा विभाजित टोखा नगरपालिकाका प्रत्येक ओडाले आफ्नै विशेषता बोकेका छन्। तीमध्ये ओडा नम्बर 6 बाल मैत्री ओडाका रूपमा परिचित बनेको छ। स्थानीय हात्ती चोक यहाँका जनता जुट्ने प्रमुख चोक हो। बस्तीमा हरियाली क्षेत्र, बलिया घर बस्ती, आकर्षक गल्ली, शिक्षा, स्वास्थ्य, खानेपानीका सुविधा उपलब्ध छन्। जनसेवाका लागि ओडाको माझमा पर्ने गरी सुविधा सम्पन्न ओडा कार्यालय स्थापना गरिएको छ। खुला तथा शान्त वातावरणमा अवस्थित ओडा नम्बर 6 को विकासले पुरै टोखा नगरलाई सम्पन्न देखाएको छ। यस ओडामा बाल मैत्री कार्यक्रम सञ्चालन गरिएबाट ओडाको पहिचान थपिनुका साथै नगरपालिकाको प्रतिष्ठा समेत वृद्धि भएको छ। ओडालाई बाल मैत्री बनाउने जनप्रतिनिधिको परिकल्पना अनुसार यस सम्बन्धी कार्यक्रमको सूत्रपात गरियो। ओडा अध्यक्ष शान्ता पौडेलको सक्रिय र दूरदर्शी नेतृत्वमा भौतिक विकास मात्र विकास होइन, महिला र बालबालिकाको समग्र विकास नै वास्तविक विकास हो भन्ने सोचलाई आत्मसात गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरियो। ओडा अध्यक्षले देखेको सपना साकार बनाउन टोखा नगरपालिकाले बाल मैत्री ओडा घोषणा गर्ने योजना अघि सारेसँगै स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि ओडाको प्रोफाइल निर्माण गर्ने काम सुरु भयो। यस क्रममा बाल संरक्षण नीति तथा बाल मैत्री आचार संहिता 2080, बालबालिकाको लगानी योजना 2080, बालबालिकाको वस्तुस्थिति प्रोफाइल 2080 तथा बाल मैत्री स्थानीय शासनका सूचकहरूको स्थानीयकरण जस्ता महत्त्वपूर्ण दस्तावेज तयार पारियो। यी आधारहरूलाई कार्यान्वयनमा ल्याउँदै बजेट व्यवस्थापन गरियो र बाल क्लब गठन, आमा समूहसँग छलफल, अभिभावक, विद्यार्थी तथा सरोकारवालासँग सहकार्य गर्दै बाल मैत्री सूचकहरू पूरा गर्ने काम क्रमशः अघि बढाइयो। विद्यालय, स्वास्थ्य संस्था, अस्पताल तथा सरकारी निकायहरू बाल मैत्री अनुकूल छन् वा छैनन् भन्ने निरन्तर अनुगमन गरियो। 51वटा सूचकहरूमध्ये केही प्रारम्भमै पूरा भइसकेका थिए भने बाँकी सूचकहरू पूरा गर्न आवधिक योजना बनाई कार्य अघि बढाइयो। सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर बाल मैत्री ओडा घोषणा गर्ने तयारी गरियो। ओडा अध्यक्ष शान्ता पौडेलको सक्रिय र दूरदर्शी नेतृत्वमा भौतिक विकास मात्र विकास होइन, महिला र बालबालिकाको समग्र विकास नै वास्तविक विकास हो भन्ने सोचलाई आत्मसात गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरियो। पहिला चाहिँ पूर्वाधार विकास नै एकदमै टड्कारो आवश्यकताको रूपमा देखिन्थ्यो ओडामा योजनाहरू बनाउँदै गर्दाखेरि। अनि त्यो एउटा चरण पार गर्दै जाँदाखेरि पूर्वाधारका केही संरचनाहरू निर्माण भइसकेपछि चाहिँ हामीले बालबालिकामाथि पनि कामहरू गर्नुपर्छ। अब खालि सधैँ पूर्वाधार विकासको मात्रै काम गरेर हुँदैन भन्ने
सोचका साथ चाहिँ हाम्रो वडालाई चाहिँ हामी बालमैत्री बनाउँ भनेर हामीले छलफल गरेर अनि त्यो बालमैत्रीको लागि त पहिला त हामीसँग त डाटा नै चाहियो, त्यतिकै त बालमैत्री बन्दैन। त्यसपछि अनि हामीले बजेट छुट्याएर 80 सालबाट चाहिँ बजेट छुट्यायो अनि तथ्याङ्क सङ्कलन गर्नेतिर हामी लाग्यौँ। बालमैत्री ओडा निर्माण गर्ने उद्देश्यले बालबालिका, अभिभावक तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागितामा जनचेतनामूलक र्याली सम्पन्न गरियो। यी सूचकाङ्क अनुसारका विविध कार्यक्रमहरू सञ्चालन गरियो। स्तनपानलाई प्राथमिकता दियौं, सहयोगी वातावरण निर्माण गरौं भन्ने उद्देश्यका साथ आधारभूत सेवा केन्द्र वडा नम्बर 6 को आयोजनामा विश्व स्तनपान सप्ताह 2025 मनाइयो। खोप सुनिश्चितता र दिगोपनबारे वडा घोषणा सभा सम्पन्न गरिएको छ, जहाँ सबै बालबालिकालाई समयमै पूर्ण खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो। मानवबाट उत्पादित भएको दुध मान्छेकै लागि त एकदमै इम्पोर्टेन्ट हुन्छ होइन, स्वस्थकर पनि हुन्छ, सस्तो पनि पर्ने भयो, सफा पनि हुने भयो, माया सम्बन्धको लागि पनि हुने भयो, कम खर्चिलो पनि हुने भयो होइन। त्यो हुनाले पनि स्तनपानको धेरै ठुलो महत्त्व रहेको छ। लाखे डाँडा पार्क यस वडाको सुन्दर र खुला स्थानमा बाल क्लब गठन गर्ने काम अघि सारियो। यस कार्यमा बालबालिकाका साथै अभिभावकहरूको साथ पाइएको थियो भने एकाध अभिभावकहरूको गुनासो पनि खेप्नु परेको थियो। धेरैले चाहिँ यसलाई यो कार्यक्रमलाई एकदमै पोजिटिभ रूपमा हेरेर हामीलाई सहयोग गर्नुभएको छ होइन। अभिभावक नै अझ बालबालिका भन्दा पनि अभिभावक सक्रिय हुनुभएको छ धेरैले। अब कोही एकाध अब कसैले के अरे यो अनावश्यक रूपमा हाम्रो बच्चाहरूको पढाइ बिग्रियो भन्ने पनि गर्नुभएको छ। त्यस्तो भन्नेहरूलाई चाहिँ हामीले कम बोलाउने गरेर म्यानेज गरिरहेछौँ। त्यो क्रिया प्रतिक्रिया त नेगेटिभ पोजिटिभ हरेक कुरामा आइहाल्छ, तर धेरैले सहयोग गर्नुभएको छ। बालबालिकाहरूले महिनाको एकपल्ट बाल भेला गर्ने र भेला कार्यक्रममा जनप्रतिनिधिहरूलाई पनि सहभागी गराउनुहोला भन्ने कुराको अध्यक्षले सहभागीलाई ध्यानाकर्षण गराउँदै वडा स्तरीय बाल भेला आयोजना गरियो। स्थानीय तहलाई बाल मैत्री बनाउने अभियान अन्तर्गत आयोजित कार्यक्रममा बालबालिकाको हक अधिकार सुनिश्चित गर्दै उनीहरूको समग्र विकासमा समुदायको भूमिका महत्त्वपूर्ण हुने कुरामा जोड दिइएको थियो। बालमैत्री वडा घोषणाको लागि सर्वप्रथम प्रमुख जग भनेको चाहिँ बाल सहभागिता नै हो। सर्वप्रथम बालबालिकालाई नै बाल सहभागितामा वृद्धि गराएर नै बालमैत्री वडा घोषणाको प्रारम्भिक चरण सुरुवात चाहिँ त्यहाँबाट हुन्छ। स्थानीय बाल क्लब गठन गर्ने र बालबालिकाहरूलाई विभिन्न अभिमुखीकरण कार्यक्रमका साथै बाल सहभागिता बढाउने कार्यक्रमहरू सञ्चालन गरियो। साथै नगर स्तरीय बाल भेला, आचार संहिता पालना गर्ने गराउने कामहरू अगाडि बढाउने काम गरियो। यस क्रममा निर्माण ओडा बाल सञ्जाल, शिव मन्दिर बाल क्लब, सद्भाव बस्ती बाल क्लब, लाखे डाँडा बाल क्लब, ग्रिनल्यान्ड बाल क्लब तथा हरियाली बस्ती बाल क्लब जस्ता सक्रिय रूपमा क्रियाशील रहेका छन्। बालबालिकाको सृजनात्मक क्षमता विकास, खेल्दै सिक्ने वातावरण निर्माण तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न बाल मैत्री सिकाइ स्रोत केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ। उक्त केन्द्रको उद्घाटन वडा अध्यक्ष शान्ता खनालबाट सम्पन्न भएको हो। हामीले चाहिँ नि
यहाँ आएर आफ्नो मनका कुराहरू व्यक्त गरेर समस्याका कुराहरू खुलासा गर्न सक्छौँ। यहाँ कार्यक्रममा सक्रिय साथै उत्कृष्ट बाल सञ्जाल ओडा हुँदै नगर बाल सञ्जालमा जाने प्रावधान रहेको छ। उपत्यका बाहिरका देवचुली नगरपालिका, मनहरी गाउँपालिका लगायतका बाल मैत्री पालिकाहरूको अवलोकन भ्रमण गरी असल अभ्यास सिक्दै सूचकहरू पूरा गर्ने कार्यलाई तीव्रता दिइयो। सर, एउटा केसमा हामीले काम गर्दैछौँ। बच्चाहरू चाहिँ यो वर्कसपमा 14 वर्ष मुनिका बालबालिका काम गरिरहेको देखियो। म बाल कल्याण अधिकारी हो। अब बच्चा चाहिँ हामी रेस्क्यु गरेर बच्चालाई चाहिँ व्यवस्थापन गर्छौँ भनेर छ। हामीसँग 10, 9, 8 पनि सँगै हुनुहुन्छ। महिनाको 10,000 तिमी के घर बनाउँछौ? समुदाय स्तरीय बाल क्लबका पदाधिकारीहरूलाई एक दिने माइन्युट लेखन तालिम निर्माण ओडा बाल सञ्जालले गरेको छ। सामुदायिक तथा संस्थागत निजी विद्यालय र मन्टेश्वरी स्कुल बाल मैत्री अनुकूल भए नभएको अनुगमन गर्ने सुझाव दिने काम गरियो। बाल श्रम, बाल विवाह तथा जोखिमयुक्त अवस्थाको अनुगमन गरियो। होटल व्यवसायमा बाल मजदुर प्रयोग भएका थिए भने कथ्यमा बाल मजदुर प्रयोग भएका थिएनन्। ती भेटेका बाल मजदुरले चाहिँ हामीले टोखा नगरपालिका वडा 6को परिवार, प्रहरी र नगरपालिकाको बाल कल्याण अधिकारीसँग समन्वय गरेर ती भेटेका बाल मजदुरहरूलाई चाहिँ हामीले उचित व्यवस्थापन गर्यौँ। बाल मैत्री ओडाको व्यवस्थापन र सुरक्षित स्थान छनौट सम्बन्धी विद्यालय स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरियो। साथै विद्यार्थीहरूलाई आग लागि नियन्त्रण, भूकम्पीय जोखिम, दुर्घटनाबाट हुने क्षतिबाट बच्न बाल बचाउ जस्ता शिक्षामूलक कार्यक्रम सम्पन्न गरियो। सबै हाम्रो ओडामा भएका सबै स्कुलहरूमा विपद व्यवस्थापन सम्बन्धी तालिम पनि सबै विद्यार्थीहरूलाई 8, 9, 10 का विद्यार्थीहरूलाई विपद आइहाल्यो भनेदेखि हामी कसरी बच्न सक्छौँ र त्योभन्दा अगाडि हामीले विपद आउनुभन्दा अगाडि के चाहिँ गर्दा राम्रो हुन्छ भनेर स्कुलका शिक्षकहरूलाई सामूहिक प्रतिबद्धता जनाउन आग्रह गरियो। अपराध नियन्त्रणका लागि साइबर क्राइम सम्बन्धी अभिमुखीकरण सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। बालबालिका बीच जातीय विभेद उन्मूलन कार्यक्रम गराउने उद्देश्यले बालबालिकालाई समानता, आपसी सम्मान र सहिष्णुताको भावना विकास गर्न अभिमुखीकरण गरिनुका साथै विभेद रहित व्यवहारको महत्त्वबारे सचेतना फैलाइएको छ। यो जातको हुँदो रहेछ भनेर उहाँको त्यो फेसको एक्सप्रेस डाउन भयो क्या। अनि मैले भने ए बाबा म मान्छे होइन कि तपाईँको रगत सेतो छ र मेरो रगत चाहिँ कालो छ। तपाईँले के कुरा गर्नुभएको? अहिलेको जमानामा आएर पनि यस्तो जात भएको कुरा गर्नुहुन्छ? तपाईँको रगत सेतो छ हो आन्टी भनेर मैले यसरी नै भने क्या उहाँलाई। राज्यले यस सम्बन्धी कानुन बनाएको छ। बाल श्रम, बालबालिका जोखिम स्थानहरूको अनुगमन गर्दै र थप कानुन आवश्यक परेमा स्थानीय निकायले निर्माण गर्ने र संवेदनशील विषयहरूमा ध्यान दिँदै आइरहेका छन्। नेपालको संविधानको धारा 39मा बालबालिकाको हक सम्बन्धी व्यवस्था गरेको छ। त्यस्तै गरेर स्थानीय सरकार सञ्चालन ऐन 2074मा समेत पनि बालबालिकाहरूको लागि शिक्षाको लागि र माध्यमिक तहको शिक्षा समेत हाम्रो स्थानीय निकायले हेर्ने र अनुगमन गर्ने, सञ्चालन गर्ने पनि व्यवस्था रहेको छ भने बालबालिका सम्बन्धी ऐन 2075मा पनि बालबालिकाको सम्बन्धी कुराहरू समावेश गरिएको छ। कार्यक्रममा बालबालिका, अभिभावक तथा सरोकारवालाहरूको सहभागितामा विभेद रहित व्यवहार, समान अवसर र समावेशी समाज निर्माणका विषयमा सचेतना अभिवृद्धि गरिएको थियो।
विद्यालय स्तरमा विपद व्यवस्थापन, साइबर अपराध, सचेतना, जातीय विभेद न्यूनीकरण र दण्डरहित शिक्षा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरियो। बाल क्लबका भाइ बहिनीहरूले ओडामा बाल श्रम भए नभएको अनुगमन गर्ने क्रममा कवाडी कारखानामा बाल श्रमिक फेला पारेका छन्। त्यसपछि तत्काल सम्बन्धित निकायसँग समन्वय गर्दै बालबालिकाको उद्धार गरी जिम्मा लगाउने कार्य सम्पन्न गरिएको छ। के यहाँ 18 वर्ष मुनिका बालबालिकाहरू काम गरिरहेका छन्? एकछिन कति वर्ष भयो? के गर्न आइ छैन उसको अङ्कल छ गाउँ गएछ। बाल श्रम किन राख्नु भयो तपाईँले? राखेको छैन। धेरै काम गराउँदैन तर कस्तो टाइपको जस्तै एउटा भनेपछि केही काम नगरिकन त स्यालेरी त दिँदैन 8000। त्यो झाडु मार्छु हो। झाडु मार्ने है। कति वर्ष अरु यो साइकल लिएर हिँड्नुहुन्छ? साइकल लिएर बाहिर जाँदैन। यहाँको सामान ओसार गर्छ, यहाँको त्यहाँ अनि केही यहाँ ल्याएको सामानहरूबाट जस्तै वायरहरू निकाल्छ। यो छाडी मात्र झाडु मार्छु। मुम्बाईले पठाउनु भयो। 18 कटेपछि चाहिँ यस्तो काम गर्दा ठिक छ होइन। यो तिमीले यो हल्का सहयोग गरिदिएको ठिक छ तर 18 कटेपछि गर्न 18 अगाडि गर्न मिलेन। एक दिने प्रस्तावना लेखन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रममा सहभागीहरूलाई उद्देश्य निर्धारण, समस्या पहिचान तथा योजना निर्माणका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। यसले सहभागीहरूको लेखन क्षमता अभिवृद्धि गर्दै परियोजना तयारीमा सहयोग पुर्याउने विश्वास गरिएको छ। बालमैत्री पार्कहरू निर्माणका काम अघि बढाइयो। बालमैत्री पार्कहरू निर्माण गर्दै बालबालिकाका लागि सुरक्षित, मनोरञ्जनात्मक र सिकाइ मैत्री वातावरण तयार पारिएको छ। यी पार्कहरूले खेलकुद, सृजनात्मकता र सामाजिक अन्तर्क्रियामा सहयोग पुर्याउँदै बालमैत्री ओडा निर्माणमा टेवा दिएका छन्। सकारात्मक अनुशासन, व्यवहार व्यवस्थापनका सृजनात्मक उपायहरू तथा विद्यार्थीको मनोवैज्ञानिक पक्षलाई सम्मान गर्ने शिक्षण शैलीबारे जानकारी दिइएको थियो। शारीरिक वा मानसिक दण्डको सट्टा प्रोत्साहन, संवाद, परामर्श र सहकार्यमा आधारित उपायहरू अपनाउन शिक्षकहरूलाई उत्प्रेरित गरिएको थियो। विद्यालय व्यवस्थापन समिति, कर्मचारी, शिक्षक शिक्षिकाहरूबाट कुनै पनि विद्यार्थीलाई शारीरिक तथा मानसिक यातना दिइएको छैन र भविष्यमा दिइने छैन भनी सामूहिक प्रतिबद्धता गरिएको थियो। हरेक वर्ष जुन 5 मनाइने विश्व वातावरण दिवसको अवसरमा देशभर विभिन्न सचेतनामूलक तथा संरक्षणमुखी कार्यक्रमहरू आयोजना गरिएको छ। मेरो नाम संस्कृति बोलक हो र म कक्षा 7 मा पढ्छु। म चाहिँ डाक्टर कोलोनी बस्तीको अध्यक्ष हो। आज हामीले वडामा हामीले विश्व वातावरण दिवसको अवसरमा र्याली तथा सरसफाइ कार्यक्रम आयोजना गरेको छ। अनि हामीले दुर्व्यसनको बारेमा पनि वातावरण संरक्षण, दिगो विकास र स्वच्छ जीवन शैली प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। हरित वातावरण, स्वस्थ जीवन भन्ने मूल नाराका साथ वृक्षरोपण, सरसफाई अभियान, प्लास्टिक न्यूनीकरण सम्बन्धी सचेतना र्याली तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको छ। आर्थिक वर्ष 2082-83 मा बालमैत्री कार्यक्रम गर्दै ओडामा रहेका सरकारी भवन, निजी साथै सामुदायिक विद्यालयहरू बालमैत्री बनाउँदै घोषणा गर्दै ओडाका विद्यालयहरूलाई बालमैत्री ओडा घोषणा गरियो। सर्वप्रथम
यो नगरलाई बालमैत्री बनाउने उद्देश्यले वडाले धेरै मेहनत गरेर बालमैत्री वडा घोषणा गर्ने चरणमा पुग्दै गर्दा आज त्यसमध्येको एउटा महत्त्वपूर्ण चरण बालमैत्री विद्यालय घोषणा गर्ने कार्यक्रममा हामी उपस्थित भएका छौँ र जसले प्रमाणपत्र प्राप्त गर्नुभयो नगरपालिकाले बनाएको मापदण्ड पुरा गरेर बालमैत्री विद्यालय घोषणा हुनुभएकोमा सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु। क्रमिक रूपमा सबै सूचकहरू पूरा भएपछि घोषणाको लागि आवश्यक प्रक्रिया अघि बढाइयो। यस वडामा नगरपालिकाबाट बाल मैत्रीका विषयमा सम्बन्धित शाखा र तहले अनुगमन गरे। कुन कुन सूचकहरू पूरा भएनन् भनेर क्रमिक रूपले वडा आफैले कागजात व्यवस्थापन गर्ने काम गरियो। टोखा नगरपालिका वडा नम्बर 6 को कार्यालयलाई बाल मैत्री तथा समावेशी ढङ्गले विकास गरिएको छ। यस क्रममा कार्यालय परिसरलाई अपाङ्ग मैत्री र बाल मैत्री बनाउँदै सबै उमेर समूह तथा क्षमताका व्यक्तिहरूलाई सहज रूपमा हिँडडुल गर्न मिल्ने वातावरण सिर्जना गरिएको छ। कार्यालयमा व्यवस्थित तथा स्वच्छ शौचालयको निर्माण गरिएको छ भने शुद्ध खानेपानीको धारा जडान गरी सबैका लागि आधारभूत सुविधा सुनिश्चित गरिएको छ। हाम्रो वडामा चाहिँ अपाङ्ग मैत्री शौचालय पनि निर्माण भएको छ अनि स्तनपान कक्ष पनि निर्माण भएको छ। अनि त्यसपछि प्रत्येक विद्यालयहरूमा सञ्चालन हुने गाडीहरूमा चाहिँ बालमैत्री र अपाङ्ग मैत्री छ कि छैन भनेर त्यो शिक्षा शाखाबाट पनि प्रयास भएको छ, हामीले पनि अनुगमन गरेका छौँ। साथै सुत्केरी आमा तथा शिशुको आवश्यकतालाई ध्यानमा राख्दै स्तनपान कक्षको समेत निर्माण गरी विशेष व्यवस्था मिलाइएको छ। स्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य शाखा, नेपाल प्रहरी, शिक्षा मन्त्रालयसँग सम्बन्धित शिक्षा शाखा र नगरपालिकाको तर्फबाट अनुगमन गरिएको छ। महिला बालबालिका शाखाले बाल श्रमका विषयमा अनुगमन गरेपछि यसका सबै सूचकहरू अनुगमन गरियो। विभिन्न चरणमा शाखा तथा सम्बन्धित नियामक निकायबाट अनुगमन गर्ने काम सम्पन्न गरियो। नगरपालिकाको तर्फबाट गरेका कामबारे सुझाव दिने कार्य गरेपछि जिल्ला समन्वय समितिलाई पत्राचार गर्ने काम भयो र अनुगमन समितिको अनुगमनले बाल मैत्री वडा घोषणा गर्न अनुमति दिएसँगै टोखा नगरपालिका वडा नम्बर 6 बाल मैत्री वडा घोषणाको लागि जुट्यो। घोषणाको कार्यक्रम आयोजना गरियो। सम्पूर्ण वडावासी, आमा बुबाहरू, शिक्षक साथै सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी वर्ग, वडा अध्यक्षका साथै टोखा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा, महिला बालबालिका शाखा लगायत सबै बुद्धिजीवीहरू, स्थानीय भद्र भलादमी, नगर प्रहरी, नेपाल प्रहरी, पत्रकार लगायत सबैको साथ सहयोगमा बाजा गाजा, नाचगान र सांस्कृतिक कार्यक्रम गर्दै वडा नम्बर 6 लाई सिँगारेर बाल मैत्री वडा घोषणा अभियान उत्साहपूर्वक उद्घाटन गरिएको छ। श्री 6 नम्बर वडा कार्यालय टोखा नगरपालिका, आदि चौक, थापा श्री, काठमाडौँ। बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 को दफा 21 तथा अनुसूची 3 मा परिलक्षित बालमैत्री स्थानीय शासनका 51 वडा सूचकहरू नियमानुसार पूरा गरेकोमा हार्दिक बधाई ज्ञापन गर्दै बालमैत्री वडा घोषणा पश्चात पनि निरन्तरता र दिगोपनामा समेत आवश्यक कार्य गर्नुहुनेछ भन्ने अपेक्षा सहित बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि 2079 को दफा 29(3) बमोजिम बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागि सहमति प्रदान गरिएको छ। बालमैत्री अवधारणा लागू गर्दै बाल अधिकार प्रवर्धन, बाल बालिकाको संरक्षण तथा बाल सहभागितामा अनुपम कार्य गर्नुभएकोमा टोखा नगरपालिका 6 नम्बर वडा कार्यालयलाई यो कदर पत्र अर्पण गरिएको छ।
जसले बाल मैत्री अभियानको सशक्त सुरुवातसँगै नयाँ पहिचान स्थापित गरेको छ। बाल अधिकार संरक्षणमा नयाँ अध्याय थप्दै यो ओडा बाल मैत्री समाज निर्माणमा अग्रणी र नमुनाका रूपमा उभिएको छ। यो बाल मैत्री कार्यक्रम, यो घोषणा हामी यो किताबमा मात्र होइन व्यवहारमा लागू गर्ने छौँ भन्ने प्रतिबद्धता साथ हामी बालबालिकाहरूको अधिकारको लागि हामी व्यवहारमा उतार्छौँ भन्ने प्रतिबद्धता साथ टोखा वडा नम्बर 6 मा बाल मैत्री वातावरणको औपचारिक सुरुवातसँगै शिक्षादेखि स्वास्थ्य संरक्षणदेखि सहभागितासम्मका पक्षहरूलाई सुदृढ बनाइएको छ। बाल मैत्री सोचले समृद्धि ल्याउने विश्वासका साथ यो पहलले सम्पूर्ण टोखा नगरको गौरव बढाएको छ। यो उचाइसम्म पुर्याउन अहोरात्र खटिनुहुने वडा नम्बर 4 र 6 का वडाध्यक्षज्यूहरू, वडा कार्य समिति, बाल क्लबका भाइबहिनीहरू, शिक्षक शिक्षिकाहरू, नगरपालिकाका सम्बन्धित शाखा सामाजिक अभियन्ताहरू तथा प्राविधिक सहयोग पुर्याउनुहुने सहयोगी मनहरूलाई बाल मैत्री फोकल पर्सन र कर्मचारीहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु। बालबालिकाको मुस्कानसँगै अघि बढिरहेको यो अभियानले बाल मैत्री प्रशासनतर्फ अग्रसर हुँदै समृद्ध र जिम्मेवार समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यो घोषणा केवल उपलब्धि मात्र नभई जिम्मेवारीको सुरुवात पनि हो। बाल अधिकारको संरक्षण, सूचकहरूको दिगोपना, निरन्तर अनुगमन र मूल्याङ्कन मार्फत बाल मैत्री वातावरण कायम राख्नु सबैको साझा दायित्व हो। टोखा वडा नम्बर 6 ले देखाएको यो मार्ग अब देशभरका अन्य पालिका तथा वडाहरूका लागि प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ। बालबालिकाको उज्जवल भविष्य सुनिश्चित गर्दै समृद्ध, सुरक्षित र समावेशी समाज निर्माणतर्फ यो अभियान निरन्तर अघि बढिरहने विश्वास गरिएको छ।